कूटनीतिक मञ्चमा प्रधानमन्त्रीको गर्जन, स्थायित्व र समृद्धिका लागि बलियो साझेदारी। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको वैदेशिक नीति र अन्तर्राष्ट्रिय सम्बन्धको भविष्यबारे स्पष्ट र प्रभावकारी दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार आयोजित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा राजदूतहरूसँगको सामूहिक शिष्टाचार भेटमा उहाँले नेपालको विकास यात्रामा मित्र राष्ट्रको साथ र सहयोगको अपरिहार्यतालाई जोड दिनुभयो। राजदूतहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको वैदेशिक नीति सधैँ सन्तुलित र व्यावहारिक रहने प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, हाम्रो बाह्य सम्बन्ध कुनै शक्ति केन्द्रतिर ढल्केको छैन, यो केवल साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। उहाँले नेपाल सरकार सबै देशहरूसँग पारस्परिक लाभ र विश्वासमा आधारित साझेदारीलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको उद्घोष गर्नुभयो। विश्वमा बढ्दै गएको द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्तिलाई साझा प्राथमिकता बनाउन अपील गर्नुभयो। द्वन्द्वको मारमा सधैँ निर्दोष नागरिक पर्ने यथार्थ औँल्याउँदै उहाँले भन्नुभयो, विश्वका कुनै पनि कुनामा हुने द्वन्द्वले सर्वसाधारणलाई सबैभन्दा बढी पिरोल छ। त्यसैले शान्ति स्थापनाका लागि हामी सबैको सामूहिक प्रयास र एकबद्धता आवश्यक छ। नेपाल अब केवल सहयोग लिने राष्ट्र मात्र नभई लगानीका लागि उत्कृष्ट गन्तव्य बन्ने लक्ष्यमा रहेको सन्देश प्रधानमन्त्रीले दिनुभएको छ। उहाँले सरकारले उद्यमशीलताको प्रवर्धन, लगानीका लागि अनुकूल वातावरण निर्माण र दिगो विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। नयाँ सरकार हुनु भनेको विगतका प्रतिबद्धताहरू तोड्नु होइन भन्दै उहाँले नीतिगत दिशा स्थिर र पूर्वानुमान योग्य रहने कुरामा विश्व समुदायलाई आश्वस्त पार्नुभयो। नेपाललाई क्षेत्रीय र वैश्विक आर्थिक संरचनामा थप मजबुत ढङ्गले समेट्ने लक्ष्य रहेको उहाँको भनाइ थियो। प्रधानमन्त्री शाहले व्यापार, जलवायु परिवर्तनका चुनौती र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन सरकार इच्छुक रहेको उल्लेख गर्नुभयो। विशेष गरी विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेको उहाँले प्रष्ट पार्नुभयो। भेटघाटका क्रममा प्रधानमन्त्री शाहले नेपालको विकासमा साझेदार मित्र राष्ट्रले पुर्याउँदै आएको निरन्तर सद्भावप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। यो भेटघाटलाई कूटनीतिक वृत्तमा वर्तमान सरकारको स्पष्ट र दृढ अन्तर्राष्ट्रिय रणनीतिका रूपमा हेरिएको छ।